तिहार हानिदिन्छु नि मिलेर बस्ने अस्ति तिमी बाइक कोही पनि छैन भने हैन अनि कहाँ मिलेर बस्छ को मिलेर बस्छ हामी दुईजनाले सखे बे गरेको यहाँ दुईजना बेउला अर्काको पोइला मेरो पोइ भन्दै हिँड्दा रहेछ नि यिनीहरू लाज नपचेका यस्तो प्रमाण गर्ने हो भने त मसँग त कति छ च्याटिङ देखि लिएर सबै छ ओके म देखाइदिम म मेरो बुढालाई सोध्छु कि पहिला म मेरो बुढालाई सोध्छु भनेको सोधिस मेरो बुढा अर्का मेरो बुढा मेरो पहिला नदेखाइकिन मेरो तेरो बुढा कहाँ छ बुढालाई चाहिँ मेरो बुढा सरी ल बहिनीहरु म यस्तो गर्न सक्दिन ल नमस्ते गरेर जाऊ भिनाजुलाई नमस्ते गरेर बाटो लागिहाल त तिमीहरुको चाहिँ भिनाजु नमस्कार गर्न अनि ढोगा अनि जाऊ माफी चाहन्छु मैले मेरो बुढा चिनेन छु भेनाजु पो पर्छ तिमीहरु दुईजनालाई मेरो बुढाले आफैले हेर्दैन ल यहाँ मैले भिडियो देखाउँदै तिमीहरु अर्काको पोइलाई मेरो पोइ हो भन्न लाज लाउँदैन अलिकति शरम भन्ने चीज छैन तिमीहरुकोमा अलिकति लाज शरम भन्ने चीज छैन यो कसको बुढा यो को देख्दैन यहाँनिर बिहे गरेको देख्दैन त्यो सब एक्टिङ हो ल मेरो बुढाको सब एक्टिङ हो अलिकति अर्काको पोइ राम्रो देख्नु हुँदैन मेरो पोइ भन्दै के हाले नमस्ते गरेर लागिहाल मेरो बुढाको मनमा म मात्रै छु बुझ्नु बढी दुईजना त सम्झिने पोइ बोल्न यार कस्तो त्यही त अब एउटा बोलीको सम्मान छैन भाइ एउटा बोलीको सम्मान छैन यस्तो मान्छेलाई स्वीकार छ एउटा बोलीको स्वभावै छैन यस्तो मान्छेलाई स्वीकार छ मेरो बुढाले त्यो एउटा सम्झिने मात्रै हो ल मच्छर जस्तो अगाडिदेखि कराइरहेको छ तिमीहरूले स्वीकार छ ल्याउँछ होला तिमीहरू भनेको बाहिरतिर खेलाएर गल्दैन हो के तिमीहरू बाहिरवाली भनेको म घरवाली ल्याउँछु एउटा कुरा सुन ल फोटा हेर्दा पनि तिमीहरूलाई चेक गरेको छ के बुझ्यौ नि बहिनी के चिट गरेको छ मेरो पोइ हो तिमीहरूले यतिकै टाइम पास ओइ म छुट्टी म काममा जाँदै फेरि यतिकै गफ हानेर बसेर छोड्दै म अब छोड्दै उनीहरूलाई आऊ घर जाम अब सम्झिने आउँदैन मेरो बुढा सम्झिने होला आउँदैन मेरो बुढा मसँग नआएर तिमीहरूसँग जान्छ अर्काको माथि सौता आउने पनि तिमीहरू दुईजना म कसैको माथि सौता आएको छैन तिमीहरू दुईटी राम्रो त देख्न हो त्यही मेरो पोइको कपाल देखेर आएको होला होइन तिमीहरू यो कपाल बनाइदिने पनि मै हो क्या भन्दैछु मैले कपाल बनाइदिएको हो यो कपाल मैले बनाइदिएको मैले बनाइदिएको के बनाइदिएको यो कपाल के को चुप यो कसले बनाइदिएको कपाल दुईजना बोलेर हुँदैन के यो सेक्रा जस्तो कपालले मैले गुन्द्रुक जस्तो बनाइदिएको हैन र आफैले भुतालेर मेन कुरो याद छ एउटा कुरा हामी दुईजना सँगै छौं के बुझ्यौ नि हामी दुईजना एउटै कन्ट्रीमा सँगै छौं अघि भर्खर हामी दुईजना भात खाएर आफ्नो ड्युटीमा निस्केको तिमीहरु सँगै छौ एउटा नाटक मात्रै गरिदिएको हो ल बरु तिमीहरूले चाहिँ नाटक गरेको हामी 2-5 मिनट अगाडि भर्खरै ऊ आफ्नो बाटो म आफ्नो बाटो लागेको ल बुढा अहिले पछि यता आउनु छिटो यता आउनु कि लास्टै गरिन हल्ले गयो भने मैले मार्दिन्छु है मिलम के मिलेर मिलो म मिल्दिन म मेरो कोही मलाई चाहिन्छ यो दुईटी नखरमा उलीको हो यसलाई समाएर बोल्ने ल म माथि समाएर बोलेको ठुलो कुरो भयो सुन न तीनजना एकछिन चुप लाउन हामी तीनजना मिलेर बस्छौँ चारजना म केही मिल्दिन यो को म यो दुईटीलाई पठाउँछु कि म घरबाट फेरि तिमीलाई नै निकाल्दिन्छु नि फेरि घरमा निकाल्नु एउटा बोल्ने शैली पनि छैन कि यस्तो मान्छेले मेरो बुढाले ल्याउँछ भनेको यो सबै नाटक हो तिमीले फसायौ मेरो बुढालाई मैले यसरी बोलेकै भएर तिमी मख भएर आएको हो किन भन त एउटा मान्छेसँग एउटा अब कस्तो मान्छेलाई कसरी सम्मान गर्नुपर्छ भनेर थाहा नै छैन तिमीलाई अनि यस्तो मान्छेलाई मेरो बुढाले स्वीकार छ उहाँलाई त एकदम सम्मान गर्ने हैन मिठो बोल्ने मान्छे चाहिन्छ थाहा छ त्यस्तो मान्छे मैले तिमीहरुको अगाडि मात्र उसको अगाडि त म जहिले कुरा मिलाएर भन्छु मन पराउनु हुँदैन उहाँलाई एकदम संस्कारी हैन मन एकदम सफा म संस्कारी नै छु त्यो संस्कारी रूपले देखिने हैन नि त त्यो संस्कारी रूपले देखिने हैन थाहा छ नि त म कस्ती छु भनेर तिमीहरुलाई त्यस्तो लाग्छ एउटा चुप्लाएर बसेको दुईजना चुप्ला मिलम के मिलम मिले पनि
यिनीहरू दुइटाको अगाडि कहिले हुनु भएन जहिले मैसँग बाहेक माया मलाई मात्र हुनु पर्यो यिनीहरूलाई माया एक ठोपो गर्नु उनीहरू दुईजनासँग जोडी पनि साउनु पर्यो नि के सुहाउँदैन किन सुहाउँदैन तिमीहरूको त काग र कौवी जस्तो यो देखिरहेको छ। नेपाल यो संसारभरिको मान्छेलाई सोध्ने हो भने हामी दुईजनाको जोडीमा तिमीहरू कौवा जस्तो देखिन्छ के के मिल्छ हो त्यो कहाँ मुखै नपरे साँपको जस्तो इँक परे अनुहारले सुहाउँछ अरे ए सौदा हुन आएको छ के खालको मान्छेहरू म कसरी सोध्नु छैन मेरो हो मेरो 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 सोझो देखेर नि त उहाँ त एकदम सोझो हुनुहुन्छ नि त ह्यान्डसम देखेर पछि लाग्यो कि लखर मौलीहरू राम्रो देख्ने हुँदैन लखर मौलीहरू अर्काको पोइ देख्नै हुँदैन पछि लाएर आइरहेको छ। नखर माउलीहरू त्यहाँपछि नकारेर खै तिमीहरू बाटो लाग्यो मेरो कुरा सुन न मेरो बुढालाई फसाइछ नि भगवान म कहाँ जाने होला यति तिनटामा कुन चाहिँ त्यस्तो बुढी हो? भन न, तिमी चाहिँ कहाँको मेरो कुरा सुन न भन्दै बसेको? मेरो हो मेरो तिमीहरू के डाउटै लिनु पर्दैन चोको लाएर बाटो सरी ल लाग्यो सरी सरी होइन मसँग एउटा उपाय छ कि उपाय छ हेर मिला भर्खरै के भन्नु भएको थियो यो दुइटा त फेक हो भन्नु भएन अघि भर्खरै मलाई भर्खरै फोन गर्नु भएको भर्खरै फोन गर्नु भएको भएर मलाई भर्खरै फोन गर्नु भएको थियो होइन सोझो छ अलिकति हाई भन्दै होला सोझो पाउनु पाएन उ ल पक्कै हुन गइसकेछन् तिमीले चाहिँ फसायौ के बहिनी तिमीले चाहिँ फसायौ कि प्यार 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 बोलेर फसायौ के तिमीलाई भन मेरो बुढालाई फसायौ कहाँ जाने होला भगवान लु न एउटा मिल्ने चुप्प लगाएर बसेर दुईजना मिलाउँ न एउटा मिल्ने होइन भन्दै छ, बुढी चाहिँ कुन हो? कन्फ्युजमा छन् मेरो बुढो को हो भनेर अहिले सोधिरहेछन् उनीहरूलाई थाहा छैन म त मेरो बुढा हो, मैले अघिदेखि बताएको। हामी सबै कुरा बिहान गरेँ तर म मेरो बुढा त बाँच्नै नरहेको हामी दुईजना बुढाबुढी मिलेर यहाँ रोमान्टिक कुरा गर्दा गर्दै तिमीहरू घुसेको हो। कहाँदेखि आयो? सरी ल मलाई त मेरै बुढाले बोलाउनु भएको त्यही भएर आएको म त तिमीहरू आफै बुझ्न आएको होइन नि अगाडि म बसिरहेको मेरो बुढोले मेरै बुढो हो तिमीहरू के मेरै बुढाले बोलाएर आएको हो मेरै बुढाले बोलाएर आएको भने तिमीहरू जस्तो पछि पछि लाएर आएको होइन नि त फेरि हामी त उहाँ आफैले नै मन पराएर होइन ए बोला न बुढो बुढी बोल्दैन। गरेर बसिरहेको बोल्न दिया छौ तिमीहरूले एकछिन मलाई एकछिन चुप लगाएर बस मैले एउटा घर किनेको छु 3टा रुम भएको 2-3टा किचन भएको हुँदैन बुढा त्यस्तो दुःख गरेर हामी दुईजना त्यस्तो दुःख गरेर कमाएको सम्पत्ति तिनीहरूलाई किन दिने तिमीहरू दुईजनाले कमायो त्यो घर त हामी दुईजनाको लागि बनाएको होइन। त्यो घरै मेरो नाममा छ घरमा 3टा त्यो घरै मेरो नाममा छ घर मेरो नाममा राखेर बे गरेको तिमीहरू दुईजनालाई त भाडा मान्न राख्छु आयो भने पनि मेरो पोइको अनुहार हेरेर तिमीहरूको दिन बित्छ भने मेरो पोइको अनुहार मात्र हेर्न पर्छ तर काम गरेर मेरो भाडा माझे अरू त देखाउन मेरो